Alright, so hey everyone, I am Vim Sagar. Welcome back to my new video. So guys, आजको भिडियो चाहिँ हामी दाङ र सल्यानको सिमानामा रहेको अखेला भन्ने ठाउँमा जाँदै छौं। विगत 10 वर्ष पछि नै म जाँदै छु। उ चाहिँ कहिले गएकै छैन म त। उ चाहिँ फर्स्ट टाइम जाँदै छ। विगत 10 वर्षको अन्तरालमा के चेन्जिङ भइरहेको छ त्यहाँको अवलोकन गर्नको लागि स्पेशली हामी दुईवटा चाहिँ जाँदै छौं। सो गाइज अहिले चाहिँ हामी ठ्याक्कै छरेको छहरातिर आएका छौं। हेर्न सक्नुहुन्छ मेरो पछाडी। यो प्लेसको नाम एक्चुअली के हो थाहा छैन, तर मलाई सानैदेखि यो सबैले छरछरे भन्नुको कारण चाहिँ यो मैले पनि आज छरछरे भनेको छु। यहाँ चाहिँ एउटा सानो छहरा छ। यो सानो छहरा वर्षायाममा एकदमै रमाइलो एकदमै ठुलो हुने गर्छ। अहिले चाहिँ वैशाखमा पनि यहाँ ठुलो छहरा हुनुपर्छ भन्ने छैन। अनि यो एउटा टुरिस्ट प्लेस हो। अनि यहाँ टुरिस्टको लागि एउटा सानो टहरा बनाइएको छ। यो म जब सानो थिएँ अझै पनि छ र गएका विगत 10 वर्षमा चाहिँ एउटा यो टहरा, त्यसपछि त्यहाँ दुईवटा मन्दिरहरू सानो बनाएको रहेछ। म तपाईलाई जुम गरेर देखाइदिन्छु। यसरी हेर्नुस् है, यहाँनिर दुईवटा सानो मन्दिर र लगायत यहाँ एउटा सिडी बनाइएको छ। कहाँ जानको लागि हो त्यो एक्ज्याक्ट मलाई पनि थाहा छैन। त्यहाँनिर एउटा करिब 20 साल भन्दा पनि धेरै पुरानो एउटा पुल छ। त्यो पनि काठको पुल। म चाहिँ त्यो तपाईलाई देखाउन चाहन्छु। 20 वर्ष पुरानो काठको पुलमा आएका छौं। यो यति धेरै पुरानो हो, त्यही पनि यहाँको यति धेरै पुरानो भएर पनि यो आज पनि त्यस्ताको त्यस्तै छ। म जब सानो थिएँ त्यतिखेर पनि यो यस्तै थियो र अहिलेको अवस्था पनि यस्तै छ। अनि यस साइडको ब्याकग्राउन्डमा जो पहाडहरू छ त्यस कस्तो लागिरहेछ? एकदम बढिया। मेरो हातमा जो अहिले टेटो छ, यहाँ हेर्न सक्नुहुन्छ राम्रो चाहिँ नजिकमा, यो चाहिँ अर्ग्यानिक जडीबुटी र झारबाट लगाएको टेम्पररी टेटो हो। कस्तो लागिरह्यो? एकदम बढिया, तर डर पनि लागिरहेछ। यहाँनिर चाहिँ अलिकति प्राकृतिक प्रकोपले गर्दाखेरि बाटो खिस्किएर तल गएको अवस्था रहेछ। अलराइट, अहिले चाहिँ हामी यो अखेलाको स्कुलमा आएका छौं। यहाँ चाहिँ जस्तै हामी आयौं यहाँ अखेलामा त्यतिखेरै पानी पर्न सुरु भयो र हेर्न सक्नुहुन्छ पानी परेर मौसमको अवस्था यहाँ एकदमै रमाइलो छ। एक्चुअली यो तलको यो चोरखोला भन्ने, चोरखोला अथवा चोरगाउँ के भन्छ एक्ज्याक्टली मलाई थाहा छैन। यहाँ हेर्न सक्नुहुन्छ मौसम एकदमै रमाइलो छ। यो स्कुलमा पढ्ने मैले एकजना विद्यार्थीलाई भेटेँ यहाँ, अनि उहाँसँग अलिकति कुराकानी पनि गऱ्यौँ। मैले भिडियो पठाउन सकिनँ किनकि त्यतिखेर एकदमै पानी परिरहेको थियो र हामी भित्र बसेका थियौँ। अनि उहाँसँग मैले कुरा गरेँ। एक्चुअली उहाँ चाहिँ यो स्कुलमा 2056 सालमा उहाँले पढ्नु भएको हो भनेर भन्नुहुन्थ्यो। त्यतिखेर यो स्कुलमा अलमोस्ट 200 जना विद्यार्थी थिए उहाँले भन्नुभयो। अहिले चाहिँ यो स्कुलमा सिर्फ और सिर्फ 6 जना विद्यार्थी छन् भनेर भन्नुभएको छ। उहाँले भन्नुभएको छ मैले यो स्कुलमा मैले मेरा छोराछोरीलाई पढाएको छैन, किनभने म यहाँ बस्न पनि बस्दिनँ। मेरो घर यहाँ छ तर म यहाँ बस्न पनि बस्दिनँ। तर अचानक आउने काम थियो र यहाँ आएको छु। तर मैले पढेको स्कुल हो यो। मेरा छोराछोरीहरू चाहिँ अन्तै पढ्छन्, तर यहाँ अहिले सिर्फ 6 जना मात्रै छन् विद्यार्थी भन्ने मैले उहाँको मुखबाट सुनेको छु। यहाँ एकदमै जाडो भइरहेको छ, एकदमै चिसो वातावरण छ। मैले सोधेँ उहाँलाई यहाँ विद्यार्थी चाहिँ कहाँ आउँछन् भन्दाखेरि उहाँले भन्नुभयो यो तल्लो गाउँ छ, यहाँ के भन्छ यस गाउँलाई चोरखोला भनेर भन्छ। उहाँका गाउँका विद्यार्थीहरू चाहिँ यहाँ आउँछन् भनेर उहाँले भन्नुभएको। यहाँ एकदमै सुन्दर वातावरण छ। हेर्नुहोस् मेरो पछाडि ठुलो माउन्टेन छ, यो चाहिँ
ठ्याक्कै तितेको लेक भन्दा पनि हुन्छ। मैले हरेक नेपालका स्कुलहरूमा असली विकट ठाउँमा स्कुलमा चाहिँ बच्चाको लाइफ देखिरहेको छैन, उहाँहरूको उच्च शिक्षा चाहिँ मैले कहिले पनि देखेको छैन यस स्कुलमा। किनभने एक टाइममा एउटा स्कुल नाम कमाएको स्कुल जिल्ला स्तरीय 8 क्लासको परीक्षामा 0 ल्याउनु भनेको कस्तो अवस्था छ, म तपाईँलाई त्यो स्कुलमा गएर पनि तपाईँलाई भिडियो बनाएर देखाउने छु। अहिले चाहिँ हामी सल्यान र दाङको सिमानामा जो रहेको छ अखेला स्कुल, स्कुलको नाम पनि म तपाईँलाई देखाउँछु, हेर्न सक्नुहुन्छ। श्री सिद्धदेवी प्राथमिक विद्यालय स्थापना भएको रहेछ 2040 मा, अखेला काभ्रा सल्यान। यो स्कुलमा अहिले जम्मा 6 जना छन् भनेर उहाँले भन्नुभयो। यो मैले भनेको होइन, उहाँ आफैले यहाँ पढेको व्यक्तिले भन्नुभएको छ। त अब स्कुल पछाडिको म ब्याकग्राउन्ड देखाउन चाहेँ अलिकति। यो हेर्न सक्नुहुन्छ, यो चाहिँ स्कुल पछाडिको ब्याकग्राउन्ड। यो अखेलामा जो मेन पहिले आवत जावत मानिसहरूको धेरै हुने गर्थ्यो यो ठाउँ हो अखेलाको मेन रोड है। यहाँ चाहिँ 10 वर्षमा मैले विकास होइन आवत जावत थियो त्यो चाहिँ छैन अहिले। अब म तपाईँलाई भन्छु 20 वर्ष पहिले चाहिँ हर 1 मिनेटमा यहाँ आउने जाने पैदल यात्रुहरू यति धेरै हुनुहुन्थ्यो कि यहाँ चिया समेत बनाएर लाइन लाग्नुपर्ने अवस्था थियो भनेर उहाँले अघि नै जो मसँग कुरा गर्नुभयो उहाँले पनि भन्नुभयो। अनि यहाँ चाहिँ यो जो मेरो पछाडि ब्याकग्राउन्ड देख्नु रहेछ, यहाँ चाहिँ 2-3टा घर अरू पनि थिए, यहाँनिर पसलहरू पनि थियो। यहाँ यति धेरै रमाइलो हुन्थ्यो, यति धेरै यहाँ दही चिउराहरू यहाँ मिल्थ्यो हैन। तर अहिले यिनी सबै घरहरू हेर्न सक्नुहुन्छ अवस्था। यहाँ कोही पनि बस्दैन, अलमोस्ट ढङ्गर अब सकिने अवस्थामा मात्रै छ। यो गेट यति ठुलो जस्तो थियो, यति राम्रो थियो, यति रङ्गी बिरङ्गी थियो, तर अहिले हेर्नुस् न यहाँ कुनै लेखेको छ न कुनै, सब खतम। र यो हुनुको कारण चाहिँ के हो त भन्दाखेरि मेन हुनुको कारण चाहिँ अहिलेको मानिसहरू पैदल यात्रा गर्दैन अथवा पैदल यात्रा नगर्नु। र अर्को कुरा यो जो रोड छ, यो रोड देखिराख्नु भएको छ, यो रोड पहिले चाहिँ थिएन, अहिले चाहिँ यो रोडको कुनै काम पनि छैन एक्चुअली। यहाँ कुनै गाडी आउँछ न त कुनै मान्छे नै छन् हैन। पहिलेको अवस्थामा यहाँ एउटा रोड हुने गर्थ्यो मानिस मात्र हिँड्नको लागि, एकदम सुन्दर र एकदम रमाइलो बाटो थियो। बरु यहाँ चाहिँ अहिले विकासको नाममा गरिएको विनाश जस्तै भइरहेको छ। किनभने पहिलेको हेरी एक्चुअलीमा भनियो भने विकासको नाममा गरिएको विनाश नै हो। यो हो यही गाउँका विद्यार्थीहरू चाहिँ यही स्कुलमा पढ्न आउँछन् अरे, त्यो पनि सिर्फ 6 जना मात्रै। तो गाइज अखेलाको 10 वर्ष अघिको कुरा चाहिँ मैले स्पष्ट तरिकाले बताउन सकिनँ होला, किनभने जो व्यक्ति मसँग बस्नु भएको थियो सायद उहाँकै मुखबाट तपाईँहरूलाई सबै सुनाइदिएको भए हुन्थ्यो। किनभने त्यतिखेरको मौसम अलिकति गडबड थियो, अझै पनि मौसमहरू ठिक छैन, हेर्न सक्नुहुन्छ पुरा पानी परेको थियो। अनि यहाँ चाहिँ एकदमै चिसो अवस्था छ अहिले, त्यसको कारणले पनि मैले भिडियो क्लियरली बनाउन पाइनँ। र म योभन्दा बेसी केही भन्नेवाला पनि छैन यस ठाउँको बारेमा। बचपनदेखिको एउटा बाटो मात्रै भएको कारणले चाहिँ मैले यो ठाउँ र यो बाटो, यो स्कुल र यो अखेलाको बारेमा बताएको मात्रै हो। सो आजको भिडियो कस्तो लाग्यो लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, र च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरी बेल आइकन घन्टी दबाउनुहोस्, किनभने मेरो ब्लग जारी नै रहन्छ। सो हैव अ गुड डे, सी यू सुन, बुम।